अनि देवताहरूमा पनि साह्रै विस्मय भयो रे, धेरै विस्मय गरे। स्वर्गमा भागवत छैन, के गर्ने? बरु हामी पनि सुखदेव गुरुले मानिदिनु भएन, हामी पनि एक बार यो पृथ्वी लोकमा जन्म लिएर यो अमृतमय भागवतलाई पान गर्न पाए पक्का मुक्ति हुने थियौं। हेर्नुहोस् भागवत कस्तो रहेछ। र श्रीमद् भागवती वार्ता सुराणाम अपि दुर्लभ, यो त दुर्लभ चिज हो, पाइने चिज होइन। अनि भागवत पनि यस्तो छ रे, राज्ञ मोक्ष दिने सत्यलोकमा एकचोटि पुराणहरू जम्मा गर्नु हो। त्यो पुराण जम्मा गरेपछि कुन चाहिँ ठुलो हो त, कुन चाहिँ सानो हो त, कुन चाहिँ पुराण चाहिँ गहन छ त? तुलाबद्ध, तुलो भने त बुझ्नुहुन्छ होइन? अब अहिले चाहिँ के भन्नु पर्यो? तराजु। पहिला के भनिन्थ्यो? तुलो। तुलाबद्ध, तुलो जम्मा गरेछौँ, तुलो लिएर आए। अब पुराणलाई तौलियो। पुराण तौलिँदा 17वटा पुराण एकपट्टि राख्नु हो, एउटा भागवत एकपट्टि राख्नु हो। तर भागवत गरौँ भन्यो महाराज, 17वटा पुराण हलुङ्गो भन्यो। त्यति गहन विषय हो। फेरि अरू पुराणलाई नराम्रो भन्न खोजेको होइन, तर सबैको सार हो रे भागवत। हिजो मैले बताउँदा महर्षि वेदव्यासलाई पनि अरू पुराण बताउँदा मनमा शान्ति आएको थिएन नि, अरू बनाइसक्दा भन्नुभएको थियो, पुराण र भारत वेद बनाए देखाए सबलाई पथ, योग गरे अनि होमी होम गरी तपस्या बसी व्रत। हामी कति व्रत बस्या छौँ नि है, तपस्या गरेका छौँ, योग गरेका छौँ, समाधि गरेका छौँ, व्रत बस्या छौँ नि। तर के भन्नु पर्यो उहाँले? तर मिलेन केही मनमा शान्ति। मातृभाषा भनेकै संस्कृत, हामी अहिले नेपाली होइन, मातृभाषा भनेकै हाम्रो संस्कृत। न्याउरी भाषामा संस्कृत मिस्या छ, तमाङ भाषामा संस्कृत मिस्या छ, राई गुरुङको भाषामा संस्कृत अलिअलि झल्काउँछ। अझ बङ्गालीहरूको त पुरै संस्कृत हो। भोजपुरीमा हेर्नुहोस्, मैथिलीमा हेर्नुहोस्, संस्कृत मिस्या छ। आयो कुरो के लेखेको छ भने नि, सुन्नुहोस् है, राजनीतिमा चोरी चकारी नगरे, चतुराई हुन्न, दङ्गा फसाद नगरे, इज्जतै रहन्छ। राजनीति शास्त्र यो हो क्या, साम दाम दण्ड भेद, 4 कुरा अपनाउनु पर्छ राजनीतिमा। अनि पो राजनीति त। सोझो मामलाले त राजनीति हुँदैन। कसलाई चाहिँ के गर्नु पर्यो त? दण्ड पनि दिन जानु पर्यो, समान व्यवहार पनि गर्न जान्नु पर्यो। त्यसको भेद कसरी दिनु? भेद त खुल्नु पर्यो नि त, त्यतिकै त भेद पाइँदैन नि। न मभन्दा चाहिँ त्यो अर्को राजनीतिकै चाहिँ बलियो छ कि? बलियो छ भने त उसँग गएर के गर्नु पर्यो रे? मिल्नुस् मिल्नुस् मिल्नुस्। कतिचोटि मिल्नु पर्यो त? 3 चोटि मिल्नुस्। 3 चोटि मिलेपछि उसको भेद सबै थाहा पाइयो। अब मिल्नुस्। तपाईँले निकाले हुनाले आएको है यो कुरो। तर एउटा कुरो याद गर्नुहोस्, अब चोरी चकारी नगरे, नढाँटे राजनीति हुँदैन। चतुराई हुन्न, ढाँटेन भने त्यो चतुर हुँदैन। दङ्गा फसाद नगरे, इज्जतै रहन्न। दङ्गा फसाद गरेन भने चुनाव जितिँदैन, चुनाव जितेर भने इज्जत छैन। पार्टी चलाउनु यहाँ छलया बलैले। पार्टी केले चलाउनु पर्ने त? कि त छल चाहियो कि चाहिँ बल चाहियो। तपाईँले प्रश्न गर्नु, मलाई यहाँ भन्न पाउनु भने त सजिलो कुरो हो नि। राजनीतिको अगाडि भएपछि भन्न सजिलो हो नि। है महाभारत जति सबै एउटा। फेरि एउटा कुरो यस्तो याद गर्नुहोस् है, नेता नाम नेति नाम चैव वचनम नैव लङ्घयेत्। राजनीतिमा नेता त यहाँ आउनुहुन्छ, सबैलाई हाई हाई गर्नुहुन्छ, नमस्कार गरेर जानुहुन्छ है, जित्नु हो।
जानु हो उहाँ पुगेपछि म त तपाईँको कार्यकर्ता हुँ नि भनेर गयो भने खै म चिन्दिनँ त्यस कारणले हो यो संस्कृत शब्दमा हेर्नुहोस् महाभारतमा पाउनुहुन्छ नेता नाम नेति नाम चाहियो चिनेपछि काम दिनु पर्यो अनि चिन्ने अनि अब नेता भडा गएर काम लाग्दैन कहाँ जानु पर्यो नेति नाम घर जानु पर्यो काहीँ अलिकति कसैले लगिदिनुहोस् हजुर म त उहाँकै कार्यकर्ता हो भेट्न गाह्रो हो सकिएन हजुरले भनिदिनु पर्यो मेरो काम चाहिँ यति गरिदिनु पर्यो भनेपछि बेलुका त नेता त आए त घर है ल तपाईँको कार्यकर्ता आथ्यो रे यति काम चाहिँ गरिदिनु पर्यो भनेपछि नेति नाम चैव ईश्वर ईश्वरको राजा यी राजनीति है अब यहाँभन्दा बढी त्यतातिर नलागौँ